विज्ञानी आउँछ, कुन देशबाट पढेको विज्ञानी हो, अर्को एकजना इन्जिनियर आएछ नेता। र के को इन्जिनियर छ, साइकलको कि मोटरसाइकलको? खाली ठग्ने, मधेसको नाममा भोट ठग्ने, अनि चिल्लो गाडीमा त एसीमा बस्ने बित्तिकै मधेस कहाँ, पहाड कहाँ, तराई कहाँ सबलाई लुट्ने डाकाहरू तिमीहरूको दिन खत्म भयो। अब आयो हात। त्यो भएर खासै गरी मधेस प्रदेशमा हाम्रो रहनु भएको दाजुभाइ तथा दिदीबहिनी, मुस्लिम समुदाय, दलित समुदायलाई भन्न चाहन्छु, तपाईँ हिजो हेर्नुभयो मधेस प्रदेशमा जनकपुरको राजधानीमा 200, 500, 1000 रुपैयाँमा गाडी भाडा तिराएर अलिकति चुडा, मुडी, मासु भात दिएर जनकपुरमा कत्रो मान्छे भिड लगाउनु भयो प्रचण्डजी। कति पैसा बाँड्नु भयो त्यो म यहीँबाट भन्न चाहन्छु। हाम्रै वरिपरिकै, हाम्रै नगरपालिकाको प्रत्येक गाउँबाट 6वटा ट्र्याक्टर, 12वटा ट्र्याक्टर, त्यस्तो आदिवासी दलित जनतासँग तपाईँ खेलवाड गर्ने, गरिब जनतासँग खेलवाड गर्ने, अझै पनि